Welcome back to my channel. आज मोटो ब्लगमा फेरि पनि हजुरहरूलाई ल है यो साथीहरू हैन आजको एकादशी मेला चाहिँ खासै रहेनछ। हामी चाहिँ लास्टतिर आएको अनि सकेको रहेछ सबै छैन। सुन्तला पनि छैन, दुकान मात्रै। ल हामी त उता पनि जानुहुन्न अरे, हामी यतै बस्ने। खै त के खाइन्लास् त हिता आऊ आऊ र न खै हिँड्दा जमाले पुलाङलाई भनिजाले खै पुलमा पनि मान्छे नै छैन। असिन त चाहिँ छैन त मान्छेहरू छैन। दोकानमा नोगाइ ओसै ए उवाला काङ्के गारोस् के भन्छ हो। अब यति इत्र नुङ्गे हिलाडल बदाम सदाम अब हिला गरेर हिला मारो क्या ल यति नै रहेछ। खासै रहेछ असम त झन् नरमाइलो रहेछ रहेनछ के अरे। चटपट बनाइदिनु नि त तिन ठाउँमा एकदम अच्छा बनाउनु है, श्रीनगरमा बनाए जस्तै। त्यहाँ जस्तो त अलि हुन्न दाइ आजलाई। दाइ नभन्नु न र जस्तो मान्छेलाई। जाऊ न कति हो त नि त्यसलाई छाना नाला अड्ले 50 रुपियाँ 34 यार। खोइ पारी त झन् मान्छे नै रहेनछ है असम त। चन्दङ्गा ल यसले गर्दा आएको असम चाहिँ सुन्तला पनि लिएर जानु नपाइने भयो। सुन्तला राखेको थिएन र असम कम आएको थियो है पहिलाको तुलनामा 10% हो क्या अहिले। ल ठिक छ हेरेको छैन भन्छन्। उहाँ दाइको चटपट खान मन लाग्छ भने श्रीनगरमा पनि आउनुहोस् है। पेपेप लाग्यो नि हिमाल हुन्छ पेपेप लाग्यो नि त्यो पोपो बजाउँछ त्यस्तो लिने हो भनेको। भयो नलिम है। अब हामी घरतिर जाने हो क्या, अब घरतिर लस्किने हो। अब केही नि रहेनछ के गर्नु बस्ने हो र न हो कि नै। तल्ली आएको चटपट कति रुपियाँ त्यो चटपटलाई 20 खाइस् 20 को 50 को चटपट खाँछस्। यता पहाडदेखि जानुपर्छ। 20 त चटपट 20 रुपियाँ ज्याला त है चाहिँ 50 रुपियाँ ज्याठा हामीले। ल हामी त फर्केको केही रहेनछ झ्याउला अनि त्यही भएर फर्केको। ल सुन्तला खासमा सुन्तला लिनु भनेर आएको है त्यो सुन्तला पनि रहेनछ खल्ती खलास भइरहेछ। त्यही भएर चाहिँ हामी चाहिँ अब चल्दिएको है। मान्छे पनि त्यति रहेनछ असम त्यही हो। झ्याउला पालि पनि रहेनछ त्यति मान्छे। त्यही हो अब भिडियो चाहिँ यति नै हो होइन। धेरै के बनाउनु त सरहरू बस्नु भएको छ। यहाँ चाहिँ मन्दिर। ल असमको एकादशी पनि सकियो है साथीहरू। हिमाल ठिक छ नि। ल असमको एकादशीलाई टाटा बाई बाई भन्दै मेरो आजको
यो भिडियोलाई यही अन्त्य गर्न चाहन्छु। अहिले चाहिँ म भन्नु लागि पावर भनेको खोइ आफैले खाएर बसेछ के हो ए चटपट खाएर बसेछ यो चटपट भनेपछि फेरि यो त्यही हो होइन अहिले चाहिँ होइन भिडियो चाहिँ जति पनि नयाँ मित्रहरूले मेरो भिडियो हेर्दै हुनुहुन्छ उहाँहरूले चाहिँ सब्सक्राइब गर्न नभुल्नु होला। अनि जति पनि मेरो पुरानो मित्रहरू हुनुहुन्छ उहाँहरूले चाहिँ लाइक कमेन्ट सेयर गरिदिनु होला भन्दै आजको यो एकादशीलाई यही अन्त्य गर्न चाहन्छु। हस्त धन्यवाद। जय नेपाल।